हेलो गाइज, आज हामीले सल्भ गर्नेवाला छौँ कम्प्युटरको सी प्रोग्रामको एउटा मोस्ट प्रोबेबल प्रोग्राम जुन तपाईँले यहाँ क्वेसन हेर्न सक्नुहुन्छ। राइट ए सी प्रोग्राम द्याट रिड्स अकाउन्ट नम्बर नेम एन्ड एड्रेस अफ 10 कस्टमर्स फ्रम युजर एन्ड डिस्प्ले द अकाउन्ट नम्बर नेम एन्ड एड्रेस अफ दिज कस्टमर्स युजिङ एरे एन्ड स्ट्रक्चर। यसमा हामीलाई भनेछ एरे र स्ट्रक्चरको युज गरेर प्रोग्राम लेख्नलाई, जसमा कि अकाउन्ट नम्बर, नेम, एड्रेस र 10जना कस्टमरको डेटा लिएर त्यसलाई डिस्प्ले गर्न। सो त्यसको लागि हामीले सुरु गर्छौँ सिम्पल फर्मेटदेखि है। त हाम्रो फर्मेट यस प्रकार छ, जस्तै कि #, इन्क्लुड stdio.h, #, conio.h, जुन कि हाम्रो हेडर फाइल हो यो सब। त्यसपछि यसमा भनेको छ हामीलाई स्ट्रक्चर युज गर्न। सो स्ट्रक्चरको लागि हामीले के गर्छौँ, यसमा स्ट्रक्चरको फर्मेट हुन्छ स्ट्रक्ट, फेरि स्ट्रक्चरको नाम, जस्तै कि हाम्रो स्टुडेन्ट रिलेटेड छ, सो हामीले नाम राख्छौँ यसको स्टुडेन्ट। त्यसपछि कर्ली ब्रेसेस, त्यसपछि के भनेछ हामीले यसमा के युज गर्नुपर्ने भेरिएबल्सहरू छ। यसमा हामीलाई भनेछ नेम युज गर्न भनेछ, अनि फेरि त्यसपछि नेम पछि एड्रेस। त सुरुमा हामीले गरौँ, यहाँ नेम गरौँ बन्दी हिसाब। सुरुमा हामीले भनेछ नेम युज गर्न, सो हामीले लेख्छौँ यहाँ क्यारेक्टर्स नेम। यसमा हामी गरिन्छौँ भेरिएबल म्याक्सिमम भ्यालु, कति भ्यालुको हामीले नेममा अल्फाबेट हाल्न सक्छौँ। मैले यसलाई गरिदिएँ लेट 50, किनकि हामीले यसमा 50वटा अल्फाबेट्सको म्याक्सिमम नाम लेख्न सक्छौँ। त्यसपछि यहाँ भनेछ हामीलाई गर्न के एड्रेस। सो एड्रेस पनि क्यारेक्टर भ्यालु नै हो, यसमा पनि हामीले क्यारेक्टर हाल्न पाइन्छ एड्रेस। यसको मैले पनि म्याक्सिमम भ्यालु हालिदिन्छु। ल लेट मैले 60 गरिदिएँ, यसमा जति गर्न पाइन्छ। त्यसपछि यसमा भनेछ नेम भयो, एड्रेस भयो, 10जना कस्टमरको भनेछ अकाउन्ट नम्बर। अकाउन्ट नम्बर भनेको के हुन्छ, नम्बर हुन्छ। सो नम्बरलाई हामीले लेख्छौँ इन्टिजर INT। सो इन्टिजर अकाउन्ट नम्बरलाई हामीले मानिहालौँ ल एसीसी मानिदियौँ। त्यसपछि यसलाई क्लोज गऱ्यौँ टर्मिनेटर लगाएर। अनि त्यसपछि यसमा रिड गरेर यसलाई आउटपुट देखाउनु छ। सो हामीले के गर्छौँ यसमा, अब हाम्रो स्ट्रक्चरको काम यति भयो। अब यसमा अरू के एड गर्न छैन। अब हामीले कतिजनाको भन्छ यसमा क्वेसनमा भनेको छ 10जना स्टुडेन्ट्सको। त्यसपछि सो हामीले यहाँ गर्छौँ यो फङ्सनको एउटा स्ट्रक्चरको एउटा नाम दिन पाइन्छ हामीले, जस्तै कि युज गर्नको लागि बिचमा युज गर्नको लागि लेट मैले यसले माने इन्फो गरिदिएँ। कतिजनाको भनेछ त्यसले यस्तो ब्रेकेटमा हालिदिने हो। यहाँ भन्छ 10जनाको, सो मैले यो ब्रेकेटमा हालिदिएँ 10 हालिसकेपछि अब के गर्ने हामीले, यता स्ट्रक्चरको काम सकियो। अब यहाँ गर्ने हामीले भोइड मेनवाला पार्ट। सो भोइड मेन गर्ने, INT मेन गर्ने हुन्छ। त्यसपछि कर्ली ब्रेसेस। अब यसमा के गर्ने हो, सुरुमा अब हामीले यसमा 10जना भनेछ भनेपछि यहाँ हामीले यहाँ लुप लगाउनु पर्ने छ। त्यसको लागि हामीले के गर्छौँ, एउटा इन्टिजर मान्छौँ हामीले I, जसले गर्दा हाम्रो लुप इनिसिएट हुन्छ। सो लुप स्टार्ट गर्छौँ हामीले फर I = 0 देखि सुरु हुन्छ लुप हाम्रो। I इज लेस देन कतिजना भन्छ त्यति गर्ने, 10जनालाई हामी गर्न छ। सो हामीले I इज लेस देन 10, देन I प्लस भनेको हाम्रो I को भ्यालु बढ्दै जान्छ। त्यसपछि कर्ली ब्रेसेस। देन यसपछि हामीलाई के सोध्दैछ त्यो सब हामीले डेटा लिने हो। हामीलाई भनेको छ यहाँ नेम हाल्न, एड्रेस हाल्न र अकाउन्ट हाल्न। सो हामी के गर्छौँ, यहाँ प्रिन्ट एफ गर्छौँ, प्रिन्ट एफ। त्यसपछि प्रिन्ट एफ भित्र एन्टर हामीले लेट नेम गरिदियौँ, नेम के हो भनेर। त्यसपछि यसलाई डबल कोट्सभित्र प्याक गर्ने हो, देन टर्मिनेटर। अब यसमा के हुन्छ, अब यसमा हामीले प्रिन्ट एफ भनेर त स्क्रिनमा आउँछ। त्यसपछि हामीलाई यसको भ्यालुलाई अब युजरबाट लिन पर्यो। युजरबाट लिनको लागि हामीले लेख्छौँ स्क्यान एफ गरेर डबल कोट्स गर्छौँ। त्यसपछि नेम भनेको के हाम्रो क्यारेक्टर हो। सो यहाँ क्यारेक्टर मैले CHAR गरेकै छु यहाँ। सो क्यारेक्टरलाई हामी के गर्छौँ, अब यहाँ क्यारेक्टरलाई हुन्छ %s डबल कोट्स बन्द, फेरि कमा गरेर फेरि जुनमा स्टोर गर्न छ त्यो लेख्छौँ यता। सो हाम्रो त स्ट्रक्चर हो, यसमा स्ट्रक्चरमा INFO वाला स्ट्रक्चरमा सेभ गर्नुपर्छ। INFO को स्ट्रक्चरको नेम भन्ने भेरिएबलमा। त्यसको लागि हामी के गर्छौँ,
आइएनएफओ गर्छौँ र आई भनेको फेरि कुन नम्बरको मान्छेको लागि हो। सो यहाँ हामी गर्छौँ आई, यसमा 1 2 3 पाले पालो आउँदै गर्छ। त्यसपछि डट गरेर हामीले के गर्नुपर्ने सेभ हो भनेपछि नेम हो अहिलेको लागि। सो लेट यहाँ लेखिदिउँ हामीले नेम, देन टर्मिनेटर। फेरि गर्छ हामीले एकाउन्ट नम्बरको लागि, फेरि गर्छौँ यहाँ प्रिन्ट एफ। एकाउन्ट नम्बर हाम्रो हुन्छ के इन्टिजर हुन्छ। सो इन्टिजरको लागि के गरिन्छ %d कमा यता फेरि एसएम इन्फो गर्ने आई गर्ने हाम्रो के अरे एकाउन्ट नेम हो। सो हाम्रो लागि यहाँ एकाउन्टको नाममा के गर्न गरेको छ हामीले यहाँ लेखेछौँ एकाउन्टको लागि एसीसी। सो यहाँ डट एसीसी टर्मिनेटर लगाउने, फेरि गर्ने यहाँ प्रिन्ट एफ होइन सरी यहाँ गर्ने स्क्यान एफ। यसलाई स्क्यान गर, गल्ती भयो यार, सरी 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 माई मिस्टेक। प्रिन्ट एफ गऱ्यौँ नेम गऱ्यौँ होइन, त्यसपछि गर्ने प्रिन्ट एफ, फेरि गर्ने एन्टर एकाउन्ट नम्बर। सरी गाइस फेरि मेरो यस्तो मिस्टेकको लागि एकाउन्ट नम्बर गऱ्यौँ, यसलाई फेरि गरिन्छ स्क्यान है, सरी प्रिन्ट गर्ने अनि फेरि बललाई स्क्यान गर्ने है। सो अब यहाँ गर्ने %d इन्फो आई डट एसीसी। लास्ट हामीलाई के भनेछ यहाँ एड्रेस छान्नलाई। सो फेरि गर्ने प्रिन्ट एफ अनि एन्टर एड्रेस। अब एड्रेस त हाम्रो क्यारेक्टर भ्यालु नै हो। सो यसको लागि हामी के गर्छौँ यहाँ जुन जुन स्क्यान गरेछौँ नि नेम त अब नेम क्यारेक्टर हो। सो क्यारेक्टरमा हामीले एन्ड लेख्न पर्दैन, तर इन्टिजर भ्यालुमा हामीले एन्ड यहाँ लेख्नु पर्ने छ है। त्यसो भए यहाँ स्क्यानमा एन्ड लेख्नुपर्छ। त्यसपछि यहाँ एड्रेस फेरि हो स्क्यान एफ, एड्रेसमा फेरि क्यारेक्टर हो। सो क्यारेक्टर लागि लेखिन्छ हामीले %s कमा फेरि मैले भनिसकेको छु क्यारेक्टरको लागि %s आइसकेपछि यहाँ एन्ड लेख्न पर्दैन। सो इन्फो आई डट एड्रेसको लागि हामीले एड्रेस, किनकि हामीले यसको नाम डिक्लेयर गरेको छौँ एड्रेसमा, एड्रेस नै नाम डिक्लेयर गरेको छौँ। भिडियो क्लियर भएन क्या? ल यहाँ हेर्न सक्नुहुन्छ एड्रेस छ। यति भयो। अब यति हाम्रो लुपमा सब भ्यालु सेभ भयो। अब यसलाई भन्छ सो इट इन अ टेबुलर फर्म अथवा सिस्टमेटिक फर्मेट। सो त्यसको लागि के गर्न सकिन्छ हामीले सिम्पली अब हाम्रो लुप सकिसक्यो। त्यसपछि टेबुलर फर्मको हामीले गर्न पऱ्यो नि त। पहिला यस्तो नेम लेख्नु पऱ्यो, फेरि आइडी आउनु पऱ्यो, फेरि रोल नम्बर आउनु पऱ्यो, जे हुन्छ डेटाहरू होइन। त्यसको लागि हामीले गर्छौँ फेरि लुप पछि है, लुप सकेपछि कर्ली ब्रेकेट पछि गर्छौँ प्रिन्ट एफ। अब हाम्रो सुरुमा के आउनु पऱ्यो, हाम्रो सुरुमा यहाँ आउनुपर्ने भनेपछि के हो नेम छ, एड्रेस छ, एकाउन्ट छ। सो पहिला हाम्रो नेम आउनु पऱ्यो। त्यसो भए नेम लेख्छौँ, यसमा क्यापिटल लेखिनुहुन्छ है, प्रिन्टभित्र जे पनि क्यापिटल लेख्न यसमा लेख्न पाइन्छ। /t यसले के हुन्छ बिचमा एउटा सानो ग्याप हुन्छ है। त्यसपछि गर्छौँ हामीले नेम पछि एड्रेस। सो एड्रेस गरिदिउँ, यसले क्यापिटल राखौँ राम्रो देखिन्छ। त्यसपछि /t फेरि यसपछि एउटा सानो ग्याप स्पेस आउँछ। त्यसपछि हाम्रो लास्ट के छ एसीसी छ, एकाउन्ट छ। त्यसो भए एकाउन्ट, यसको लास्टमा फेरि के गर्ने /n गरिदिने, किनकि अब सब पाले पालो आउँछ नि त। एउटा मान्छेको आएपछि फेरि अर्को मान्छेको आउनु पऱ्यो नि त। त्यसको लागि के हुनु पऱ्यो नयाँ नयाँ लाइनमा आउनु पऱ्यो अर्को मान्छेको। त्यसैले /n भनेको न्यू लाइन हो। न्यू लाइन गरेपछि यसलाई टर्मिनेट गरिदिने। फेरि यो यति टेबुलर फर्मको माथिको फर्मबाट आएपछि अब सो गर्नको लागि त हामीले फेरि अर्को लुप लगाउनु पऱ्यो। लुपमा हामीले सबैको लेखसम्म लुपमै देखाउनु पऱ्यो सबैलाई। त्यसको लागि फेरि गर्छौँ फर i = 0, i < 10, i++। अब हामीलाई यसलाई आई फेरि डिक्लेयर गर्न पर्दैन, किनकि हाम्रो आई यहाँ अलरेडी डिक्लेयर भइसकेको छ। सो हामीले यहाँ के गर्छौँ भनेपछि अब हाम्रो डेटा त आइसकेको छ स्क्यान भएर, यहाँ कर्ली ब्रेकेट्स। सो प्रिन्ट एफ भएपछि हामीले यहाँ के देखाउनु पर्ने छ सुरुमा नेम, त्यसपछि एड्रेस, त्यसपछि एकाउन्ट। सो के गर्छ हामीले यहाँ प्रिन्ट एफ गरेपछि नेम भने के हो क्यारेक्टर हो %s, यहाँ स्पेस गर्ने नगरिनु हुन्छ गर्ने हुन्छ। त्यसपछि यो एड्रेस त्यो पनि के हो क्यारेक्टरै हो, त्यो पनि s हुन्छ। एकाउन्ट जुन हाम्रो इन्टिजर हो त्यसलाई के हुन्छ %d हुन्छ। यसलाई बन्द गर्ने, त्यसपछि कमा गर्ने, कमा गरेपछि फेरि यता लेख्ने कुन कुन भेरिएबलको नाममा सेभ छ। सो हाम्रो यो जुन छ नेम कुन भेरिएबलमा सेभ छ, हाम्रो नेम छ भेरिएबलमा
इन्फो आई डट नेममा सेभ छ। सो इन्फो आई डट नेम, फेरि कमा गर्ने, अर्को के छ हाम्रो एड्रेस छ। सो हाम्रो एड्रेस सेभ छ इन्फो आई डट एड्रेसमा, फेरि कमा गर्ने, त्यसपछि हाम्रो एकाउन्ट नम्बर केमा सेभ छ इन्फो एसिसीमा। सो इन्फो आई डट एसिसी। अब यसमा तपाईँले भन्नुहुन्छ कि मतलब लाग्ला कसैलाई कि यसमा मैले यहाँ एन्ड किन राखेन। सो मैले यो कुरा क्लियर गरिदिउँ कि एन्ड भन्ने जुन हुन्छ एन्ड कुरा, सो एन्ड भनेको स्क्यान एपमा मात्र युज हुन्छ, प्रिन्ट एपमा एन्ड युज हुँदैन। सो हाम्रो प्रिन्ट एप पनि भइसक्यो, टेबुलर फर्ममा नि आइसक्यो, यसले गर्दा टेबुलर फर्ममा आइसक्यो। अब लास्टमा फेरि यसलाई के गर्ने, अब फरको कर्ली ब्र्याकेटलाई बन्द गरिदिने। अब भोइड मेन छ, लास्टमा अब गेस गर्ने हुन्छ नगर्ने हुन्छ, गेसको काम खासै हुँदैन, जस्ट स्क्रिनलाई एकछिनलाई अगाडि राखिदिनाले मात्रै हुन्छ। सो गेस गरेर टर्मिनेटर र यहाँ हाम्रो भोइड मेन थियो। सो भोइड मेनको कर्ली ब्र्याकेटलाई यहाँ बन्द गरिदिन पर्यो। सो यसरी नै हाम्रो यो मोस्ट प्रोबेबल क्वेसन सल्भ हुन्छ। आजको लागि यति नै, थ्याङ्क यू।